नमस्ते। आजको भिडियोमा म तपाईलाई बिजनेसमा भ्याटले कसरी काम गर्छ, भ्याट किन जरुरी छ र क्याल्कुलेसन अफिस रेडी कसरी गर्न सकिन्छ भन्ने कुराहरू एक्सप्लेन गर्दैछु। यो भिडियो खास गरेर स्टुडेन्ट र फ्रेसरको लागि हो जसले एकाउन्टिङ स्किल सिक्न खोजिरहनु भएको छ। भ्याट भनेको भ्यालु एडेड ट्याक्स हो। यो ट्याक्स बिजनेसले कस्टमरबाट कलेक्ट गर्छ र गभर्नमेन्टमा पे गर्छ। सिमिलरली भन्नुपर्दा कुनै पनि बिजनेसले आफ्नो गुड्स तथा सर्भिसेसहरू बेच्दा एक्स्ट्रा ट्याक्स कलेक्ट गर्छ, त्यही ट्याक्स गभर्नमेन्टलाई पे गर्छ। भ्याट रेटलाई डिटरमाइन गर्दा नेपालको कमन भ्याट रेट 13% छ। हजुरहरू पनि यस्तै एकाउन्टिङ कन्टेन्टहरू स्टेप बाई स्टेप थ्योरिटिकल विथ प्र्याक्टिकल इक्जाम्पल सिक्न चाहनुहुन्छ भने हाम्रो एकाउन्टिङ एन्ड ट्याक्सेसन ट्रेनिङमा जोइन हुन सक्नुहुनेछ। हाम्रो लोकेसन बुटवल ट्राफिक चोक।